हेलो गाइस, हेलो गुड मर्निङ है सबैजनालाई। वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। आज फेरि धेरै दिनको बाद हजुरहरु माझ आएको छु। हजुर साथ सपोर्ट दिनु होला, सब्स्क्राइब गरिदिनु होला। जो मेरो च्यानलमा नयाँ जोडिनु हुनुहुन्छ उहाँलाई भन्दै आजको सुरुवात हुँदैछ। हजुर शुभ बिहानीको कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो हजुर कमेन्ट बक्समा गएर पक्कै पनि ठाउँको नाम लेख्न चाहिँ नभुल्नु होला भन्दै म चाहिँ हजुरको माझ बिहानको समय हो। हजुर यति बेला आज चाहिँ मौसम एकदम क्लियर छ। हजुर हेर्न सक्नुहुन्छ पछाडि यो चाहिँ सानो पार्क गार्डन। घाम चाहिँ आज बवाल तरिकाले लागेको छ। मौसम पनि एकदम साफ छ। यहाँनिर हो फुटबल खेल्ने ग्राउन्ड। त्यसको बीचमा हामी जानेछौँ ऊ पारेनिर। यतातिर खाली घर छन्। यतातिर म छु। यस्तै छ हजुर, जिन्दगानी चलेकै छ। दुःख सुख गरेकै छ हजुर, बाँचेकै छ। यही हो हजुर मेरो कहानी, चलेकै छ। यहाँनिर चाहिँ लास्ट गल्ली होला यो चाहिँ। ऊ त्यहाँनिर हामी चाहिँ पारे यता घुमेर फेरि त्यता फर्किँदैछौँ। जे होस् घाँस चाहिँ बवाल छ हजुर, बवालै छ घाँस। यही हजुर धेरै दिन बाद फेरि पनि म चाहिँ आएको छु एउटा नयाँ भिडियो लिएर। र जहाँदेखि हेर्दै हुनुहुन्छ हजुर कमेन्ट चाहिँ जरुर गर्नु होला, लाइक पनि गर्नु होला भन्न चाहे है त। यहाँ नै राखिएको फल फल्दैछ यो रुखमा। यहाँ चाहिँ फुल चाहिँ मस्तसँग फुलेको छ। फुलेन यो त पार होला, यस्तै डिजाइन रातो डिजाइन छ। यहाँनिर चाहिँ यसमा आँप फलेको थियो मस्तसँग। सब मान्छेले टिपेर खाइदिएको छ अरे हजुर। अहिले चाहिँ पात मात्र झुन्ड्याएको छ रुखमा। हेर्न सक्नुहुन्छ यो फल, यो काम नबिकामको फल चाहिँ यो हजुर। केही राम्रो छैन यो फल। खानेर आँप आएको थियो भने यसमा थियो मस्तसँग आँप फलेको थियो। मान्छेले चाहिँ आँप भएर खाएको छ, पात भएर मस्त रगेको छ। यसमा एउटा आम छैन अहिले। अब हामी जानेछौँ यहाँदेखि सरलक्क उतानेर। अहिले आएको त्यताबाट यो चाहिँ देख्नलाई फुल जस्तो मस्त देखिन्छ, तर यो फुल चाहिँ होइन, यो पातको डिजाइन हो, रातो छ। यही हजुर सिनहरू केही हल्का फुल्का हेर्न सक्नुहुन्छ हजुर। ओके बाई बाई है। फेरि पनि नेक्स्ट भिडियोमा आउने नै छु। जब तकको लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। ओके बाई बाई।